स्कलरसिपमा चाहिँ नाम निकाल्नु भएको भाइ हुनुहुन्छ ल त हामीले चाहिँ उहाँलाई चाहिँ सम्मान गर्न गइरहेको छौँ आऊ साथी भाइ अनि ल हाम्रो चाहिँ एकदम प्यारो भाइ 21 वर्षको कहिलेबाट क्लास हो तिम्रो एमबीबीएस को अहिले नोटिस आएको हैन कहिले अहिले नोटिस आएको छैन कहिले आउँछ त्यो ल्याउन थाहा छैन हैन खोइ त उहरू ल्याउनु न कस्तो हाम्रो उपाध्यक्षहरू त हे तेरिका ल तपाईहरुले ल ल ल यो निकाल्नु मिल्छ डाक्टर साहब ल चप्पल ताली बजाउनु छ डाक्टर साहबलाई ल हाम्रो डाक्टर साहब हिरो डाक्टर साहब यो गाउँको यो देशको है नेपालको चाहिँ ठुलो एउटा एचिभमेन्ट हो एउटा ज्याला मजदुरी गर्ने एउटा युवकले आज चाहिँ एमबीबीएसमा चाहिँ फुल स्कलरसिपमा चाहिँ नाम निकाल्नु भएको छ अनि हामी एकदम खुसी छौँ र उसको ल हामीले चाहिँ यो ग्रिन एन्ड क्लिन आशिका मलाई चिन्थेन चिन्थ्यो ए अबे हो र अनि यो चाहिँ हाम्रो फाउन्डेसनबाट तपाईलाई गरेको सम्मान हो तपाईले पढ्न सक्नुहुन्छ तपाई त अब इंग्लिश एकदम राम्रो छ मेरो भन्दा तपाई पढेर सुनाइदिनु त सुनाइदिनु त ग्रीन एन्ड क्लीन आशिका फाउन्डेसन सर्टिफिकेट अफ एप्रिसिएसन दिस सर्टिफिकेट इज प्राउडली प्रेजेन्टेड to Mr. Satyanarayan Safi, Sira, Nepal, in recognition of your outstanding achievement in securing admission to an MBBS program on a full scholarship. Full scholarship. Despite financial hardship, your dedication, discipline, and resilience are a powerful inspiration to a student and the wider community. 26th December 2025. आजको डेट ल है त ताली बजाइदिनु त ल सबैजनाले ल अनि यो भाइले चाहिँ यो पाउनु भएको छ र खैले न अबिर ल्याउँदैछ हाम्रो अलिक भएन के तरिका चाहिँ त्यो उ पनि ल्याऊ अमान पनि ल्याऊ अब र चाहिँ सबैजनालाई चाहिँ तिम्रो अझै फ्युचर राम्रो हुँदै गओस् तिम्रो मनोबल अझै बढ्दै गओस् भाइ हामीले त एमबीबीएसमा नाम निकाल्न सक्दैनौ तिमी जस्तो ट्यालेन्ट छैनौ हैन तर तिमीले आज जुन एउटा हिम्मत देखाएको छौ यो सबै स्टुडेन्टहरुलाई सबैजना नेपालमा जो बसिरहनु भएको छ त्यो चाहिँ प्रेरणाको स्रोत चाहिँ सत्यनारायण नामै सत्य हैन सत्यम शिवम सुन्दर भने जस्तै सत्यनारायणले चाहिँ आज साफी सत्यनारायण इज भेरी काफी है ल सबैजनाले चाहिँ ताली बजाइदिनु होला र यो चाहिँ तपाईलाई 1 लाख रुपैयाँ यो हाम्रो यो फाउन्डेसनबाट 1 लाख रुपैयाँ चाहिँ संस्थाको नामबाट तपाईलाई चाहिँ यो सहयोग 1 लाख रुपैयाँ सहयोग है ल भाइलाई ल सबैजना ताली बजाइदिनु होला त ल तपाईहरुले लगाइदिनु न त्यो उहरु लगाइदिनु त के रे स्मार्ट टाइल लगाइदिनु सबैजनाले लगाइदिनु त ल बधाई ल लगाइदिनु त बिचारा बिचारा हेर यस्तो ठाउँमा बसेर प्रभु हेर्नु यति दुःख गरेर